सम्पूर्णमा शुभ बिहानी। म चाहिँ सुरेश सुनार। अब म चाहिँ आफ्नो अफिसतिर काम गर्न गइरहेको छु होइन। आफ्नो अफिसतिर हिँडिसकेँ होइन। त्यही हो, अब घरमा बसिया छ, 12 को एक्जाम दिएर कामधन्दा केही छैन, यति त गर्नु पर्यो है। खेत जोत्नु त लास्ट गाह्रो छ, गाह्रो अहिलेका अब लास्टै गाह्रो छ होइन। त्यो पनि दुःख जोतिरहेछ, चाहिँ लास्ट गाह्रो छ। गुरुले पनि गाह्रो भइरह, यति हो, गाह्रो भन्ने कुरा भइरहेको छ। तर अलिअलि मेहनत गर्नै पर्छ भन्ने जस्तो लाग्छ। धेरै गाह्रो भइरह। अहिले चाहिँ नास्ता ल्याएँ, अब यति जोतिसकेपछि नास्ता खानुपर्छ। यही हो, मम्मी चाहिँ गराएर पठाइदिए मुलाको तरकारी। त्यो चाहिँ अनि 3 रोटी छन्। अब मस्तले बसेर खाइन्छ होइन। अब के गर्ने त। यसरी बसेर खानुको त मजै छुट्टिसक्यो फेरि, रमाइलै छुट्टै छ बेग्लै। ल आजको मौसम पनि ठिक छ होइन। त्यो चाहिँ मेरो साथी हो न, बाख्रा हेर्न आएको थियो क्या। अनि म थाकिएर एकछिन जोत्तो भनेर जोतिरह। अनि सुन, तँलाई एउटा क्वेसन गर्छु होइन। यता होइन, एउटा क्वेसन गरौँ ल। यता हामी लगभग मिनिमम सानैदेखिका बच्चैदेखिका साथी होइन। अनि ल, साथी भनेको के होला भन् त? यो पनौती रहेछ क्या यार मेरा लागि। यो खेतमा चाहिँ धान चाहिँ बबाल हुन्छ क्या। अहिले चाहिँ यता तल सकितिर यतातिर नर्सरी छ, यस्तै हो। अब है गोरु सोरु सकिएर चाहिँ अब म चाहिँ बल खेल्न हिँडेँ होइन। यो त म खेल्नुपर्छ भन्ने पहिला थियो कि, लास्टै इच्छा मनदेखि नै फुटबल भविष्यमै के गर्छु भन्ने सोच्थेँ। तर अहिले चाहिँ त्यस्तो सोच चाहिँ बनाएको छैन होइन। अनि अहिले समयसँग परिवर्तन हुँदै गयो भन्ने कुरा हो।